हेलो नमस्ते। आज चाहिँ पानी परेको छ बाहिर मौसम। मेरो श्रीमानज्यूले चाहिँ शिकार लिएर आउनु भएछ पानी परेको बेलामा। मेरो श्रीमानज्यू पानी बोक्दै आउँदै हुनुहुन्छ उहाँ। म यो शिकार चाहिँ निकालेर बनाउने प्रोसेसमा छु। के ल्याउनु भयो मेरो श्रीमानज्यूले। यो हामीलाई मासु ल्याउनु भएछ, यो कलेजो ल्याउनु भएछ, यो खुट्टा टाउको कुकुरको लागि ल्याउनु भएछ। हेर्नुहोस् कति किलो हो यो खुट्टा टाउको? हो किलो हो। म चाहिँ यो रातो कुखुराको मासु चाहिँ यहाँ बनाउँदैछु है साथीहरू। अब चिकनमा चाहिँ गरम मसलाहरू चाहिँ अलि धेरै हाल्नु पर्छ। यो चाहिँ चिकको भट्टु जस्तो भाँडा हो कि यसलाई पकाउँछ मजाले। के गर्नु, खिचिदिने कोही पनि छैन। यी आफै खिच आफै सबै गर होइन। अप्ठ्यारो छ मलाई पनि। अदुवा लसुन स्पेशल बनाउनु पर्यो नि। मेरो बुढो राम्रो देखियो अरे कि त्यही भएर देखाइदिएको। आँखा लाग्छ होस् हेराउनु हुँदैन। जिस्केको है जिस्केको, त्यस्तो त छैन। पाक्यो 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 पाक्दैछ है। हिरो भन्ने मान्छेले मसला पिस्दैछन्। मसला बोल गरेर भयो है। हाम्रो तोङ्बा रेडी भयो। तोङ्बा भुटिसक्यो। कस्तो जाडो छु। जाडोले आज त खत्तमै बनायो। चाहिँ मैले मद मसला सबै हालिदिइसक्यो। यता चिकन पाक्दैछ, यता चाहिँ म यो कलेजोलाई भुट्दैछु। टक्क झोल आयो है। अब यसलाई उमाल्नुपर्छ भक्कु यति आदि हुने गरेर। ल है साथीहरू, हामी त यसरी खान लाग्दैछौँ जाडोमा। तपाईँहरू कसरी मनाउनु भयो? रमाइलो गरी मनाउनु होला। यो चाहिँ मेरो कलेजो हो बुढोलाई। सरी मेरो कलेजो पो भनेछु है। बुढोलाई तोङ्बासँग खाने के तोङ्बासँग खाने बनाइदिएको। ल यो चाहिँ रेडी भयो। यो विशेष मेरो आकाशलाई, मेरो श्रीमानज्यूलाई खुसी ह्याप्पी। तोङ्बा मिठो रहेछ बुढा? तोङ्बा मिठो रहेछ हो। ल यहाँ थर्मसमा पानी चाहिँ हाल्नु है। सकेपछि काँक्रा चाहिँ काट्ने होइन, त्यतिकै टोक्ने। बनाउनेले पनि चाख्नु पर्यो होला नि होइन, कस्तो भएछ यसो है। नानी छोरीले खान्न कि यस्तो कलेजोहरू। एकदम मिठो भएको छ। जाडोमा चाहिँ यसरी नै तातो जिउ बनाउनु होला हामीले चाहिँ गरेर है। अब के गर्ने, काम छैन। जाडोमा बाहिर निस्किने कुरा आउँदैन। हेर के गर्ने, अब खानै पर्यो। म पनि एउटा कलेजो चाख्दिउँ है त। ए सानो गर्नु त। मिठो छ। ल यस्तो माया गर्ने बुढी यस्तो जाडोमा टक्क तोङ्बा बनाइदिने कहाँ पाउँछौ त बुढा? राईनी बुढी, राईको छोरी पाएर पो यसरी खान पायौ त। नत्र के थाहा गुरुङको छोरीहरूलाई तोङ्बा भने के हो होइन। ल हेर मेरो बुढोले ताने गुरुङको छोराले। ल हेर हाम्रो अहिलेको चिकन सुप चाहिँ यस्तो भएको छ है साथीहरू। अब खानुपर्छ सरप सरप जाडोमा। हामीले चाहिँ चिसो यसरी नै मनायौँ। हजुरहरूले कसरी मनाउनु हुँदैछ? आफ्नो ख्याल गर्नु होला, सेफ रहनु होला।
विशेष गरी बच्चा बुढापाकाहरूलाई सेफ राख्नु होला। यो भिडियो मन पर्यो भने चाहिँ सब्स्क्राइब लाइक पनि गरिदिनुस् न प्लिज।